ट्रान्सपोर्टेसन इन्जिनियरिङ भनेको यातायात प्रणालीसँग सम्बन्धित एक महत्त्वपूर्ण इन्जिनियरिङ शाखा हो जसले मानिस र सामानलाई एक स्थानबाट अर्को स्थानमा सुरक्षित, छिटो र प्रभावकारी रूपमा पुर्याउन आवश्यक यातायात प्रणाली र पूर्वाधारको योजना बनाउँछ। ट्रान्सपोर्टेसन इन्जिनियरिङमा मुख्य रूपमा निम्न कुरामा ध्यान दिन्छ। 1 नम्बरमा प्लानिङ, जसलाई नेपालीमा योजना भन्छौँ। 2 नम्बरमा डिजाइन, संरचना डिजाइन सम्बन्धी। 3 नम्बरमा इम्प्लिमेन्टेसन, निर्माण र कार्यान्वयन। र 4 नम्बरमा मेन्टेनेन्स, जसलाई नेपालीमा मर्मत तथा व्यवस्थापन भन्छौँ। यातायातको योजना भनेको भविष्यमा मानिस र सामानको आवत जावत सहज, सुरक्षित र प्रभावकारी बनाउनका लागि यातायात प्रणालीको पूर्व तयारी र व्यवस्थापन गर्ने प्रक्रिया हो। यसमा विभिन्न पक्षहरूको अध्ययन गरेर उपयुक्त योजना तयार गरिन्छ, जस्तै जनसङ्ख्या वृद्धि र यात्रा आवश्यकताको अध्ययन, सडक, पुल, रेल आदि कहाँ र कसरी बनाउने भन्ने निर्णय, ट्राफिक जाम घटाउने उपायहरू। उदाहरणका लागि हामी बुझौँ कि कुनै सहरमा धेरै मानिसहरू बस्ने क्षेत्रमा सधैँ भिड हुन्छ भने त्यहाँ चौडा सडक वा अल्टरनेटिभ रुट बनाइन्छ। मानौँ एउटा पहाडी जिल्ला जस्तै मुस्ताङलाई अर्को जिल्ला कास्कीसँग जोड्नुपर्छ। यस अवस्थामा ट्रान्सपोर्टेसन प्लानिङ गर्दा यसरी सोचिन्छ: यदि बाटो धेरै पहाडी र कठिन छ भने सडक मात्र पर्याप्त नहुन सक्छ, इकोनोमिकल नहुन सक्छ। त्यसैले हवाई सेवा उपयुक्त हुन सक्छ कि अरू कुनै। संरचना डिजाइन भनेको कुनै पनि सडक, पुल वा भवन कसरी बनाउने भन्ने विस्तृत योजना तयार गर्ने प्रक्रिया हो। यसमा सुरुमा स्थान र माटोको अध्ययन गरिन्छ, त्यसपछि संरचनाको आकार, चौडाइ र रूपरेखा तयार गरिन्छ। यसपछि उपयुक्त सामग्री छनौट गरिन्छ। संरचनाको बलियोपनको लागि आवश्यक गणना गरिन्छ, जस्तै रोडको डिजाइन गर्नुपर्छ भने जस्तै सुपर एलिभेसन, साइड डिस्टेन्स गर्नु साथै डिजाइन कोडको अनुसार सुरक्षा मापदण्ड र वातावरणीय पक्षलाई ध्यानमा राखिन्छ। ट्रान्सपोर्टेसनमा इम्प्लिमेन्टेसन भनेको कुनै योजना, नीति वा सिस्टमलाई व्यवहारमा लागू गर्ने प्रक्रिया हो। उदाहरणका लागि सरकारले नयाँ बस रुट बनायो भने त्यसलाई वास्तवमै सञ्चालनमा ल्याउनु नै हो। ट्रान्सपोर्टेसनमा मेन्टेनेन्स भनेको यातायातसँग सम्बन्धित संरचना र साधनहरूलाई ठिक अवस्थामा राख्ने, मर्मत गर्ने र नियमित जाँच गर्ने प्रक्रिया हो।